ओके गाइस, अब हामी लाग्यौँ। म चाहिँ साथीहरूसँग सबैजना रेडी भइसक्यो अरे। म चाहिँ यहाँ प्रज्वल भाइलाई लिनु जाँदैछु। त्यतै ओपन म्याप भाइको घर कहाँ रहेछ भनेर हेर्दैछु। अब मम्मीलाई देऊ, मम्मीलाई छोड है, छोड। गाह्रो छ हेभी बाइक पनि चलाउनु। अब हेभी मनपर्छ, फेरि यस्तो साह्रो हुन्छ नि निकाल्नु, ब्याक गर्नु। उकालो ओह्रालोमा झन् साह्रो हो, साह्रो पर्छ निकाल्नु। अब साउन्ड चाहिँ कतिको आउँछ, लेट्स सी। म चाहिँ त्यो भाइलाई लिनु जाँदैछु। साउन्ड चाहिँ कतिको आउँछ थाहा छैन, अब हेरौँ। अब आज पर हार्लीमा एकछिन उयो छ अरे प्रोग्राम। त्यो प्रोग्राममा हेरेर बुझेर अब कस्तो हुन्छ। आज लाइभ प्रोग्राम छ भन्दैछ। आज त्यो भाइसँग एकछिन मिलेर हाम्रो ग्रुप राइड गरौँ न त भनेर विचार गरेको। अब बोल्नु पनि धेरै आउँदैन, के बोल्नु। अब साथीहरूसँग हुँदा चाहिँ अब एकछिन गफ हुन्छ होला। त्यो भाइको यहीँ भनिरहेछ, कहाँ रहेछ त? यही एड्रेस देखाएको छ, 72। प्रज्वल भाइ खै लेट्स सी भाइ मेसेज गरौँ। लाग्यो म र भाइ चाहिँ दुईजना अघि पछि भएर लाग्यो।
तिम्रो तेल छैन? Oh my god. खोइ मलाई आइपुग्छु भन्दै थिएँ, आउँछ होला। मेरो त यो लगाउँदा पनि यहाँ नाक छुन्दा त नि आँसु आउँदो रहेछ यार। अनि नाक खोलिदिएको नि, यति खोलेपछि चाहिँ अनि सजिलो भयो क्या। सेट। ओके, अब केटाहरू आइपुग्यो यहाँ सिट्समा, रेडी भयो। अब हामी यहाँबाट भयो ब्याक गर्दै गरौँ अब। के भयो? धेरै समय भएर आधी घन्टा जस्तो भइसक्यो यहाँ बसेको। यो मान्छे फेरि दुध खुवाउनु थाल्यो क्या नानीलाई। 1:30 मा भने यहाँ आइपुगे छैन, 2 बजिसक्यो। खोइ होला कहिले के होइन, यही थियो बाइक। यो मफलर चेन्ज गरेको हो, यो मफलर एक्जस्ट कहिले? पहिले नि यही थियो नि, यही थियो भएको। अब त्यहाँ कर्म दाजु छ, अर्को उयो छ कृष्ण आउँदैछ। मैले पर्सनल भनेको उसलाई पर्सनल कल गर, हेर्छ म छैन यार, वास्तै एक्टिभ त छैन त अरू त केटालाई केटाहरू यसो। त्यो वाङ्गेल भाइ कहाँ हरायो? त्यो भाइलाई मेसेज गरेको रिप्लाई छैन। तिम्रो अरू केटाहरू थियो त खोइ? अनि थाहा भयो नि कता यो बाइक चेप्यो हौ, थाहा भयो नि कताबाट निस्किने भन्ने। ल
ब्लिङ्किङ भइरहेछ। अब हामी यहाँ आइपुग्यो। बाइक राख्ने ठाउँ कहाँ छ? कार पार्किङ, मोटरसाइकल पार्किङ यता। वाउ, ये आइपुग्यो त यहाँ हामी आइपुग्यो। हार्ली डेभिसनमा। ल कहाँनिर हो? ल म कल गर्छु। ल हामी ग्रुपै आइरहेछौँ। यहाँ ग्रुपै आइरहेछौँ। कोही एकछिन म कल गर्छु।
म कल गर्छु। ल ल एकछिन है। I have a group. They're calling there. I can park there. Hey! Oh! यता बोलाउ न केटाहरूलाई। केटाहरूलाई यहाँ बोलाउ न, यता राख न। सब एकै ठाउँ राख्नु पर्थ्यो क्या? ऊ यहाँ छ। त्यो फ्रोजनले कहाँ राख्यो? झन् यतै बोलाएको केटाहरूलाई उता बसेछ। एकै ठाउँ राख्नु पर्थ्यो क्या? ए यो मान्छे कसरी भाँच्यो? अनि त्यो बिर्सेर क्या हुन्छ त अनि? खतरा नि अनि घुमाइ चाहिँ जाऊ भयो उता गएर एक राउन्ड जाउँ न। एक राउन्ड जाउँ उता। चिसो चिसो खानुपर्छ। उता खानेकुरो कहाँ राखेको होला नि चिसोहरू? चिसो खानु जो चिसो खानुपर्छ। होइन एकछिन राउन्ड गरौँ न, चिसो चिसो खानु। खतरा होइन त खतरा हो त कपाल भइरहेको छ त। उता चिसो राखेको होला जाउँ न खानु। खोइ केटाहरू खोइ केटाहरू कहाँ गयो? अनि कहाँ गयो तिनीहरू? त्यो हाम्रो केटाहरू खोइ? केटाहरू हार्ली देखेर अल्छी लाग्यो नि। होइन खानेकुरो त सबै यहाँ त अनि फ्री होइन र बेत होइन अनि यहाँ त यस्तोमा त फ्री हुन्छ त खानेकुरो त। जो स्टो कुन त्यो त अनि गाडी हो नि हो, बाइक कुदा जस्तो नि मजा आउँछ के त? यस्तै
त्यो त अनि अलिक खुट्टा बिग्रेको गरेको यो त गाडी त हेर्नु त यो त गाडी हो नि अनि बिएडको भित्र जाउँ चिसो खाऊ न यहाँ यार त्यही त चिसो त अब यहाँ खोइ त उयो त होला नि खोइ केटाहरू अनि हरा त अनि ए ओ केटाहरूलाई अल्छी लाग्यो क्या हार्लीको छेउमा त स्पोर्ट बाइक त हरा कुन यो त गाडी कुदा जस्तो भइगयो नि अनि यो त खुट्टा बिग्रेकोलाई चाहिँ हुन्छ के भन्छ ए क्याटवाकमा छ त अनि बिरालोको चालमा भित्र जाउँ दाजु एकचोटि भित्र गएर आऊ न एकचोटि भित्र पसेर अहिले अफ गरिदिनु पर्यो भएको खोइ
ऊ हो उसले लाग्यो है अब एमएनके कता झर्दैन खै गाईसहरू त छैन त नि कर्म दाजु नि सत्तै एकतिर हान्ने र के कता होइन म त घरतिर लाग्छु अब छ नि एकैचोटि सक्नु हुँदैन हौ यो त 103 हो तर इन्जिन चाहिँ 1700 नेपालमा त यो त मुनि ठोकेर सकिन्छ होला
लागौँ ल म लागेँ अब के गर्नु अब यस्तै हो फेरि नेक्स्ट टाइम फेरि भेला हुनुपर्छ यसो हो त्यस्तै राइडहरू जानुपर्छ दामी थियो दामी कता जाने तिमीहरू घर केटाहरू जानु नि त अब म घरतिर लागेँ ल म लागेको ल नानी एकछिन नचढ है नचढ एकछिन तातो छ तातो एकछिन न तातो छ एकछिन यहाँ राख्न बहिनीलाई गर्दैन मलाई होल तातो छ नि पोल्ला नि पोल छ है लु भयो पढ्यो भने म जान्दिनँ नि फेरि You okay? हुँदैन या प्रोटेक्ट दिदी लड्छ दिदी लड्छ लु जा गेट आउट ओर्ली न त्यहाँ टेकेर हो त्यहाँ जम ओके जा गराच ओपन